नाचेर नि उनी हो किन भए राजा किन चाहियो खासमा राजा अधिराज्यभरिको पृथ्वी बदलेर राष्ट्रको बदलेर छ नि जनताको साझा बाउ हुन् क्या राजा प्रधानमन्त्री पनि छन् त प्रधानमन्त्री त पार्टीले भोट हालेको प्रशासनले राखेर प्रशासनको हातबाट भोट हालेर है जनताले उमारेर संसदले चुनेको प्रधानमन्त्री हो संसद पनि त्यही हो यिनीहरू कामै छैन राजा भन्दा ठुलो त कोही छैन श्रीपाद महाराज राज्य साथी भन्दा उसलाई जनताले खाना पायो पाएन यो विचार गर्ने पहिले पनि कति वर्षको हुनुभयो तपाईँ म 56 वर्ष भएँ ए 56 वर्षमा त के छ धेरै उफ्रिन त सक्नु हुँदो रहेछ जेनजी भन्दा माथि छु म जेनजी जेनजीले भ्याउँदैन मलाई चिनकुने मान गोली खान आएको भने मैले उमेर त गइसक्यो भन्छन् त तपाईँलाई त फेरि उमेर गयो नि कैलाशको महादेव छन् शिवाजी छन् रुद्र छन् जलमुखी थलमुखी पृथ्वीमुखी कैलाशमा दोनाथ राय रामाय भन्छन् म बसेर आउने चाहिँ पश्चिम टाढा पश्चिम क्षेत्र त्यो भएर राजा भन्दा ठुलो कोही छैन देउता भन्दा ठुलो कोही छैन देउतै हुन् शिवाजी भने शिवाजी हुन् राजा भनेको विष्णुको अवतारै हुन् के काम गर्नुहुन्छ बा तपाईँ काम चाहिँ के म झारखण्डमा जान्छु भारी नि बोक्छु खान्छु पनि जुन काम पनि गर्छु म नोकरदेखि आओ ए नुवाकोटे बाबा हुनुहुन्छ तपाईँ म नोकरटे हो कालपाण्डे खोलाको हो म पृथ्वी पार्लेर आउने सैनिकको शासनबाट जमानाबाट कालपाण्डे खोलाको हो म अनि किन उफ्रिनु भयो तपाईँ मन्डी गोत्रको मेरो रगत तातो छ अरू मर्न तयारी छु राजा चाहियो राजा चाहियो भन्दा मर्नु पर्यो मर्छु म एउटै मात्रै छोरो छ भने पनि डराउँदिनँ म एउटा छोरो छ मेरो